पढ्ने नपढ्नेसँग के मतलब हो त? तिमी त यमराज भन्दा पनि गोरो भएर के? यमराज भन्दा त गोरो भयो तर नपढेर यस्तो कुर्सीमा बसेर भाषण गर्दा मान्छेलाई मलाई धेरै रिस लाग्छ। मैले त जब 3 क्लास पढेको मान्छे ठुलो मान्छे त बनिहाल्छ नि त। ठेलामा केला राखेर केलामा ले लो त्यो त मुख्यमन्त्री प्रधानमन्त्री बनिन्छ। मैले त जब 3 क्लास पढेको मान्छे मसँग त अत्रो दिमाग छ। मैले राष्ट्रपति बन्न सक्दैन? बनिहाल्छ नि। राष्ट्रपति बनेपछि त मैले नेपालको त कानुन बदलिन्छ। अनि भाषण गर्दा बेलामा हैन ऐसे नमस्कार जनता प्रजालाई सबैलाई नमस्कार। हाम्रो नेपालमा विभिन्नहरुलाई मैले त हेर्दै भने कि यति हेरी के ओले त भाषण पनि नगराएको। मैले भने कि ओ नेता पुछे यता आइज अनि पी आए अनि बसे। मैले भने कि भाषण राम्रोसित गर्न त जनताहरुले चप्पलले स्वागत गर्छ तिम्रो। अनि मैले कि भाषण मलाई त गर्न आउँदैन। पहिला चोटी मैले नेता बने मैले सिकाइदिए मलाई कि पहिला हैन आफ्नो नेतालाई प्यार गर। त्यो नेता यो आफ्नो जनतालाई प्यार गर त्यो जनताले पनि तिमीसँग प्यार गर्छ। मैले सिकाइदिए। आजकल पनि यस्तो हाम्रो देशमा त नेता अलि गद्दार रहेछ। मसँग भेट्दैन मैले त सिकाइदिन्थ्यो लुर। मैले त देशको नाम हैन सबभन्दा त नेपाल त आफ्नो देश त भन्नु पर्यो नि। सबभन्दा नेपाल चाइना जापान इन्डिया बंगाली देश भन्छ नि। बंगाली देश त्यो हाइल्यान्ड भन्छ नि। हाइल्यान्ड सिंगापुर एउटा देश हो। सिंगापुर कतार पनि एउटा देश है। अनि फेरि चाहिँ यतातिर फेरि जापान मैले भने कोरिया अझै बिर्सिसके दाइ। त हैन म त बौला थिए बौला यस्तो कहाँ जंगलमा घुम्थे। मलाई चाहिँ बल्ल एउटा सिलौटो यस्तो छिमी भन्छ नि ठुलो अत्रो फलामको त्यही भेटे एउटा हम्बर। अनि मैले यस्तो ढुङ्गामा यस्तो गर्दाखेरि ढुङ्गामा त यस्तो ढुङ्गालाई त टक्कै फुटाल्दिए। मैले पत्ता दिमागलाई मलाई पत्ता चले कि मैले चाहिँ 3 क्लासमा पढेरै छु। मैले चाहिँ यस्तो ढुङ्गालाई फुटालेर किन सिलौटो बन्न सक्दैन। अनि मैले दिमागमा सिकेँ हैन। अनि सिलौटो बनाउन लागि एउटा मैले हैन ढुङ्गा खोजे। ढुङ्गा राम्रो ढुङ्गा अनि खोज्दाखेरि त्यो ढुङ्गाले यस्तो त बनाउँदाखेरि अनि त्यसमा मसाला यस्तो पिन्दाखेरि मसिनो हुँदो रहेछ। मलाई बल्ल पत्ता चले। मैले भने कि एउटा काम चाहिँ म बल्ल राम्रो गरेको छु। अनि मलाई दुनियाँले हैन कहाँको मान्छेले मलाई पुरस्कार दिने भए तर मैले पुरस्कार स्वीकार गरेन। फुल फुटे साथी पछौरी माथि पछौरी मलमलको कोसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भो। कान्छालाई के छ फिजारिए छ काइले चट्ट मिलाइदिउँ कि रेशमी चुल्ठो उरीर घुम्थ्यो रेशमी चुल्ठो उरीर घुम्थ्यो काइले चट्ट। Sandeep Lamichhane remains unsold in IPL. नेपाली क्रिकेट फ्यान्स यो भाइले मलाई थाहा छ। यो भाइ लाज भएको यार। त्यो मान्छेलाई समात म 5 मिनेटमा आए। भाइ प्लेन टिकट बुकिङ गर छिटो भाइ। राख्नु भएको छ हैन को मान्छे हो त यो नेपालको भाइरल बोय भनेको छ मैले हैन। आफ्नो परिचय दिनु पर्यो भने कसरी दिन्छ होला त्यो त? परिचय को हो म हैन अब हुन्छ नि त आफ्नो परफर्मेन्स के हो चिन्नु भो। स्टिमी सन्तराज को हो त? काप्री दुनियाँले भिटियनको दाइ भनेर चिन्दा रहेछ। ओहो गफ दियो। अहिले चाहिँ नाम चाहिँ घर परिवारमा हैन सन्तराज काप्री भन्छन् तर दुनियाँले भिटियनको दाइ भन्छन्। अब